रोहितलाई? मलाई सुरुमा चाहिँ त्यस्तो फिल भयो होइन, क्रिकेट चाहिँ एकदम इम्पोर्टेन्ट छ, सबै कुरा क्रिकेट हो जस्तो लाग्थ्यो होइन। तर बिस्तारै बिस्तारै होइन ग्रो हुँदै गइसकेपछि पढाइ एकदम जरुरी हो जस्तो लाग्छ कि मलाई। र म अहिले पनि जो पनि यङ्स्टर हुनुहुन्छ नि जहिले पनि भेट्छु नि त, अब कतिले भन्नुहुन्छ पढ्दैन भनेर, क्रिकेट मात्र खेल्छु, मैले भन्छु पढ्न चाहिँ नछोड, किनभने 24 घन्टा चाहिँ क्रिकेट खेल्नुपर्ने पनि छैन होइन त। सर्टेन पिरियड अफ टाइम, जस्ट 3 घन्टा 4 घन्टा खेले पुग्छ जस्तो लाग्छ। त्यो बाहेक चाहिँ स्टडीले चाहिँ मलाई लाग्छ कि एज अ ह्युमन चाहिँ बेटर ह्युमन बनाउँछ र अन्डरस्ट्यान्डिङ पनि बढ्दै जान्छ कि, त्यो नलेज पनि बढ्दै जान्छ। त्यो चाहिँ छोड्नु हुँदैन जस्तो लाग्छ मलाई होइन, किनभने सबै कुरा क्रिकेट होइन नि त लाइफमा। क्रिकेट त सर्टेन पिरियड अफ टाइम होला, एक ठाउँमा पुगेर त छोड्नै पर्छ। 30, 35, 33, 34, 35 पछि त छोड्नु पर्यो। त्यसपछि पनि लाइफ छ नि त, त्यसमा चाहिँ मलाई लाग्छ कि स्टडी पढाइको एकदमै इम्पोर्टेन्ट रोल। फर्केर हेर्दाखेरि चाहिँ मैले पढिनँ या मैले त्यो बेला पढ्नु पर्थ्यो भने रिग्रेट गर्ने ठाउँ नहोस्। हजुर, त्यो नहोस् कि। म अहिले पनि भनिरहेको हुन्छु उहाँहरूलाई, पढाइ चाहिँ